एक दिनको कुरा हो, एउटा गाउँ डुल्दै थिए। गाउँमा एउटा सानो चिटिक्क परेको माटोले लिपेको खरको छानो भएको सानो घरमा पुगे। सोही घरमा 78-79 वर्षको जस्तो देखिने बुढी आमा हुनुहुन्थ्यो। उहाँ बाहिरभित्र गर्दै हुनुहुन्थ्यो। म उहाँको घरको आँगनको छेउमा बसेर उहाँलाई बोलाएँ। आमा, निकै हतारमा हुनुहुन्छ हो? आमाले, होइन नानी, भित्र चुलोमा तरकारी बसालेको थिएँ, डढ्यो कि भनेर भित्र आएको नि भन्नुभयो। आमा भित्रबाट बाहिर निस्किनु भएपछि मैले आमालाई सोधेँ, आमा तरकारी डढेछ? आमाले, होइन नानी, तरकारी डढेन छ, डढ्न लागेछ, मैले पानी हालेर आगो ओझाएर। अनि आमालाई मैले भने, आमा यो गाउँको नाम के हो नि? यो गाउँको नाम सुन्दरपुर हो नानी। म एकछिन बसौँ? मैले भन्दा नभन्दै आमाले, पिँढीमा चकटी छ, तानेर बस न, म भित्र छु है। म पिँढीको चकटी साइडमा तानेर बसेँ। आमा भित्रबाट एउटा पुरानो स्टिलको आमखोरामा पानी लिएर आउनुभयो। आमाले मेरो हातमा पानीको आमखोरा थमाउँदै भन्नुभयो, लु पानी खाऊ। मलाई तिर्खाएको मान्छेलाई खोला भेटेको जस्तो भयो। म गुटगुट पानी पिएर आमालाई पुरानो आमखोरा फिर्ता दिएँ। आमाले पानी खाँदै बस्दै गरेर एकैछिन म आएँ है भनेर भित्र जानुभयो। किन जानुभयो त्यो त मलाई थाहा थिएन। मेरो मलिन अनुहार निन्याउरो अवस्था देखेर आमालाई लाग्यो होला यो भोकाएकी पनि छ। आमा त आमा हो नि है, जसको भए पनि थाहा भइहाल्छ नि। भित्रबाट स्टिलको पुरानो 2वटा थालमा अलिकति आँटो, मकै बोडी र आलुको तरकारी पकाउनु भएको रहेछ। सोही खाना लिएर मबाठमा आउनुभयो। 2वटा थालमा लिएर आउनुभएको खाना लु खाऊ भनेर दिनुभयो। म छक्क परेँ। मैले बोल्दै नबोली पनि कसरी थाहा पाउनुभयो आमाले कि मलाई भोक लागेको छ भनेर। मैले जिन्दगीमा नखाएको आँटो आमाको अगाडि बसेर गम खाएँ। मलाई लाग्यो मैले बासमती चामलको भात र पनिर राजमाको तरकारी खाइरहेको छु। अनि आमा यो घरमा चाहिँ को हुनुहुन्छ नि भनेर सोधेँ मैले। आमाले लामो श्वास फेर्दै भन्नुभयो, एकैछिन खाना खाइसकेर कुरा गरौँला नि, हुँदैन? मैले पनि होमा हो मिलाएर गुम खाना खाएँ। कहिल्यै नखाएको आँटो पनि निकै मिठो भयो। म खाना खाइवरी, खै आमा दिनु म भाँडो माझ्छु भने। आमाले, हाम्रो त पानी लिन कति टाढा जानुपर्छ, 1 घन्टाको बाटो गएर पानी ल्याउनु पर्छ। तिमीलाई भाँडा माझ्न दिए भने मेरो 1 गाग्री पानी सकायो भने त्यही माथि पाहुनालाई पनि कहाँ भाँडा माझ्न दिनु, खै लु म आफै माझ्छु भन्नुभयो। मैले, म कहाँ पाहुना हो त आमा, दिनु म पनि माझ्छु भनेर आमाको भाँडो लिएँ। थोरै पानीले पुर्याउनु पर्ने गाउँमा मैले पनि ट्राई गरेँ। खरानीले भाँडो मस्काएर 1 आमखोरा पानीले 2वटा स्टिलको थाल टिलिक्क पारेर टल्काइदिए। पानी भएको ठाउँमा बस्नेलाई चाहिँ पानीको अभावमा बस्न अलिकति गाह्रो हुने रहेछ। लाउनु आमा भनेर 2वटा थाल आमालाई दिए। आमाले थाल लिएर भित्र जानुभयो। बर्सातको समयमा मकै भाँच्ने बेला हुन्छ। आमाले 3-4 डोको मकै भाँचेर पिँढीमा राख्नु भएको थियो। खाना खाइवरी अन्जान नै भए पनि अब गफ त गरौँ भनेर आमासँगै मकै भाँच्न, मकै समेट्न सुरु गरेँ। आमाले सिकाउनु भयो, मैले काम गर्न सुरु गरेँ। मकै केलाउँदै गर्दा आमालाई सोधेँ, आमा यो घरमा हजुर एक्लै हुनुहुन्छ हो, कि अरू पनि हुनुहुन्छ? अघिको प्रश्नको उत्तर आमालाई फेरि दिन गाह्रो भयो। मैले फेरि सोधेँ, आमा भन्नु न को हुनुहुन्छ?